नमस्ते सबैजनालाई अनि तपाईलाई स्वागत छ मेरो गाउँको भिडियोमा। यो भिडियो चाहिँ खासमा अस्ति नै पोस्ट गर्नुपर्ने हो हैन, तर मेरो अलिकति कार्यव्यस्तताको कारणले भिडियो एडिट मिक्सिङ गर्न अलि समय लाग्यो, त्यो भएर बल्ल तल्ल आज पोस्ट गर्दैछु है। अनि सबैजना आराम कुशलै हुनुहुन्छ होला, म पनि एकदमै ठीक छु है। अरु बेला जस्तै गाउँमा अब मेरो दिनको सुरुवात चाहिँ सातु चिया पिएर हुन्छ है। अनि आज चाहिँ मलाई अलिकति घरको सरसफाइ गरौँ भन्ने भयो बिहान उठ्ने बित्तिकै। अनि चिया पिसके पछाडि म चाहिँ घरको सरसफाइ चाहिँ हाम्रो यता बाहिरपट्टि चुलोबाट सुरु गरेँ। अनि दिदी चाहिँ तल दाउरा लिन जानुभएको रहेछ, अनि एकजना दाइ पनि काम गर्नलाई आइसक्नु भएको रहेछ। किबीको चाहिँ अहिले सिमेन्टको त्यो पिलर के बनाउने काम भइरहेछ अहिले चाहिँ। हाम्रो घर चाहिँ अहिले एकदमै लथालिङ्गै छ हैन, भिडियोमा देखेर पनि थाहा पाउनु भयो होला। घरमासतिर चाहिँ एउटा रुख छ, धेरै ठुलो चाहिँ हैन, सानो, अनि त्यसको पात चाहिँ झरेर सबै तल फोहोर भइरहेको रहेछ के। अनि म चाहिँ आज सफा गर्दैछु। गाउँघरतिर अब यस्तै छ, दिनदिनै सफा गर्न पाइँदैन हैन। अनि अब यसो मिलाएर सफा गर्ने हो, नत्र अब बल्ल बल्ल घर आएको बेला कामै गरौँ भन्ने पनि हुँदो रहेछ। अनि अब घरको काम त गाउँघरको काम त कहिले सकिन्छ र हैन। अनि हाम्रो घर अगाडि ठ्याक्कै आँगनमा चाहिँ यो सिस्नो रोप्या थियौँ कि अस्ति न म घर आउँदाखेरि चाहिँ सानै थियो, अहिले त हुर्केर यत्रो ठुलो भइसक्यो रहेछ के। अनि त्यसले गर्दा पनि कस्तो नराम्रो देखिरहेको थियो। अनि मैले चाहिँ सबै काटेँ। खासमा त्यो सिस्नो चाहिँ मम्मीले रोप्नु भएको थियो, अनि मैले चाहिँ मम्मीलाई नभनी काटेँ। अनि काटिसकेपछि मात्रै देखाएँ। यहाँ चाहिँ मम्मीको एक्सप्रेसन चाहिँ एकदम रिसाएको खालको आएको छ, तर रिसाउनु भएको चाहिँ थिएन। खोइ के को प्रेसरमा हुनुहुन्थ्यो र हाँस्नु चाहिँ भएको थिएन। तर ठिकै गरेस्, काट्नै पर्ने थियो भन्ने खालको कुरा गर्नुभएको थियो। अनि सरसफाइको काम नसकिकन खाना पकाउनतिर लागेँ। मेरो काम चाहिँ जहिले भान्सामा हुन्छ गाउँमा गएपछि चाहिँ। अनि आधा मात्रै सरसफाइ गर्दै थिएँ, खाना पकाउनतिर लागेँ। अनि यो ढिँडोको यो माम्री खायो भने चाहिँ यहाँ कोखा दुख्छ भन्ने छ कि हाम्रोतिर, तपाईँहरूकोतिर भन्नुहुन्छ कि नै भन्नुहोस् ल। अनि पहिलातिर हाम्रो यस्तो यहाँ पेटनिर हुन्छ नि, कोखा दुख्यो भने चाहिँ माम्री खाइस् होला अनि भन्ने हुन्थ्यो क्या। थाहा छैन मलाई साँच्चीकै दुख्छ कि दुख्दैन, त्यो भएर दुख्छ कि दुख्दैन थाहा छैन हैन। अनि आज चाहिँ मैले जिप पढ्दा खान्छु भनेर खाइदिएँ मैले। अनि मैले बिचमा यो तरकारीहरू पकाएको भिडियो चाहिँ खिचिनछु के, पछि मिक्सिङ गर्दा पो मेरो भिडियो कहाँ गयो भनेर यति धेरै खोजिरहेको थिएँ। खासमा चाहिँ मैले खिच्नै बिर्सेको रहेछु। अनि सबैलाई खाना दिएर मैले चाहिँ कराईमा खाना खाँदैछु। मलाई चाहिँ फेरि यसरी पकाएको भाँडैमा अझ त्यो तरकारी पकाएको अनि अन्तिममा त्यो अलि रहिराखेको हुन्छ नि, त्यसमा मुछेर खानु यस्तो मजा आउँछ नि, कुरै छोडौँ। अब कतिपयले चाहिँ भाँडैमा खाएको चाहिँ नराम्रो पनि मान्नुहुन्छ होला हैन। खै यस्तो गर्नु त खासै राम्रो त होइन होला, तर मलाई चाहिँ राम्रो लाग्छ है। अनि खाना खाइसके पछाडि बाहिरको सरसफाइ त अझै बाँकी नै छ हैन, आधीमै छोडिराखेको छु। अनि भित्रको अलि सरसफाइ गरेँ। अनि बाबुको चाहिँ कपाल काट्ने, पुरै तक्लु बनाउने भनेर बुवाले चाहिँ बाबुको कपाल काटिदिनु भयो। अनि मैले चाहिँ बुनुलाई प्राङ्क गरेको क्या, आज तिम्रो पनि दादाको जस्तै कपाल बनाउने भनेर पुरै प्राङ्क गरेर ऊ चाहिँ अब मेरो कपाल काटिदिने नै रहेछन् भनेर पुरै कस्तो भइरहेको थियो। अझैसम्म पनि स्टिल हामी उसलाई प्राङ्क नै गरिरहेछौँ होइन। अनि अब के गर्ने भनेर पुरै सोचिरहेको छ। अनि त्यसमा चाहिँ बुवाले पनि मलाई साथ दिनुभएको थियो। अनि बुवाले पनि अब काटिदिने भन्नु भएर अनि अन्तिममा चाहिँ ल अबदेखि म फोहोर खेल्दिनँ भनेर भन्, अनि काट्दिनँ भनेर त्यस पछाडि चाहिँ प्राङ्क गरेको भनेर बुनुलाई भन्यौँ। अनि यस्तो रमाइलो भयो त्यो बेला चाहिँ। अनि त्यस पछाडि हामी फेरि सरसफाइमा लाग्यौँ। अघि सरसफाइको काम चाहिँ बिचैमा छोडेको थियो नि त। अनि यो माथि पाल चाहिँ हामीले किन लगाएको भने पानी पर्दाखेरि चाहिँ तल के राखेको हुन्छ त्यो नभिजोस् भनेर राख्नुभएको। अनि कस्तो नराम्रो देखिराखेको के, अनि मैले त निकालिदिएँ। अनि त्यस पछाडि एकजना दिदी र बहिनी चाहिँ माथि काममा आउनुभएको थियो क्या र, अनि वाइफाई चलाउन आउनुभएको रहेछ फोन गर्नलाई विदेशमा, या त कता छोराहरू के कसलाई फोन गर्ने, अनि फिल्महरू पनि डाउनलोड गर्ने भनेर आउनुभएको रहेछ। अनि त्यस पछाडि हामी फेरि घर बाहिरको सरसफाइ सकेर
अब चाहिँ यो बारदली रेलिङ पनि भन्छौँ हामी चाहिँ होइन, बारदलीको सरसफाइमा लाग्दैछौँ। यति धेरै फोहोर थियो होइन, यति धेरै त्यो बोरामा प्लास्टिकमा के प्याक गरेर राखेर कहिलेबाट कोही कुहिसकेको, कोही किराले खाइसकेको, कोही घुनले खाइसकेको, यस्तो धेरै चुबुरको होइन। यस्तै हुन्छ क्या गाउँघरतिर चाहिँ, अब यो पनि चाहिने त्यो पनि चाहिने भन्ने हुन्छ, अनि सबै प्लास्टिकमा प्याक गरेर राखेको हुन्छ यति 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 है। अनि अब सरसफाइ गर्ने पनि कोही हुँदैन। अब यसरी बेला मौकामा हामी आउँदाखेरि गर्ने हो, त्यो पनि आउने पनि कहिले हो कहिले पत्तो हुँदैन। अनि घरभित्र पनि अझ आज हामीले सबै चाहिँ सरसफाइ गरेनौँ, किनभने गऱ्यौँ त दिनै बित्छ। अनि यो बारदली र थोरै भित्र चाहिँ सरसफाइ गऱ्यौँ। कोठाहरू त अझ लथालिङ्गै छ, गरेकै छैन कोठाभित्र त होइन। लुगाहरू पनि कति धेरै धुनुपर्ने छ। अनि म चाहिँ सोचिराखेको थिएँ अब अलि दिन टाइम बसेर भ्याएँ भने चाहिँ कपडाहरू पनि धुन्छु, अझ सरसफाइ गर्छु सोचिरहेको थिएँ। अनि एकजना दिदी चाहिँ आलुको बिउ लिन आउनु भएको थियो, अनि मम्मी र दिदी चाहिँ आलुको बिउ टिप्दै हुनुहुन्थ्यो। अनि म चाहिँ थाकेर हामी चाहिँ चिया पिउनतिर लाग्यौँ है। अनि खासमा अब अहिले त आलु रोप्ने सिजन त अब बिस्तारै सकिँदै होला। अब कतिपयले लेकतिर हुनुहुने चाहिँ रोप्दै हुनुहुन्छ पनि होला है, कतै त खन्ने बेला पनि भइसक्यो होला। हाम्रोमा चाहिँ अब यसपालि अलि ढिला नै भयो। हुन त यो भिडियो अहिलेको होइन, 82को हो होइन। अब विविध कारणवश 2083मा पोस्ट हुँदैछ। 2082कै भए पनि आलु रोप्न चाहिँ एकदम ढिला भइसकेको थियो। त्यही माथि मेरो भिडियो नै ढिला पोस्ट हुँदैछ, अझ कति ढिला भयो होइन। अनि अस्ति तलतिरको आलु र मकै चाहिँ हामीले रोपिसके पछाडि अनि आज चाहिँ माथिको सक्ने भनेर सुरु गर्दैछौँ, तर सक्दैनौँ भन्ने थाहा छ, अलि लामै गरा छ के। अनि मल बोक्ने कार्यक्रम हुँदैछ। यसमा चाहिँ हाम्रो बाबुले पनि सहभागिता जनाउनु भएको छ। बच्चाहरूलाई अब फकाइ काम लगायो भने बाबुलाई चाहिँ अझ के भनेर मम्मीले काम लगाइराख्नु भएको थियो भने 1 भारी बराबर यति दिन्छु भनेर। बाबुहरू चाहिँ भोलि या त पर्सि सल्लेरी जानेछन्, स्कुल लाग्छ नि त। अनि मम्मीले चाहिँ बाबुलाई फकाएर म यति भारी बराबर यति पैसा दिन्छु भनेर फकाइ मल बोकाइरहेको थियौँ हामीले होइन। फेरि बच्चाहरूलाई काम चाहिँ कहिले लगाउनु पनि पर्छ होइन, काम सिक्छन् नि त ठुलो मान्छेसँगै होइन। अनि त्यो भएर काम लगाउनु राम्रो पनि हो। अनि मजाले मल बोक्यौँ कति भारी, अनि त्यस पछाडि मल छर्दैछौँ। आज चाहिँ हाम्रो मूल घरबाट बाजे पनि आउनु भएको छ। अनि बाजे हजुरबुवा कहिलेकाहीँ आउनुहुन्छ, हामीसँगै माथि बस्नुहुन्छ, फेरि माथि झ्याउ लाग्यो भने तल जानुहुन्छ, कहिलेकाहीँ हावा खान माथि आउनुहुन्छ। अनि आज चाहिँ हामीले नै तल गएको थियौँ तल्लो घर, अनि त्यो बेला आउनु है भनेर भनिराखेको थियौँ कि, अनि आउनु भएछ बाजे पनि। अनि बाजेले चाहिँ कान सुन्नुहुन्न अलि, मेरो माउलाको बाजेले चाहिँ अलि आँखा कम देख्नुहुन्छ, अनि मूल घरको बाजेले चाहिँ कान कम सुन्नुहुन्छ है। अनि त्यो रोप्न सुरु गरेको गरा आधा सके पछाडि चाहिँ साँझ पनि पर्यो, अनि अलि अल्छी पनि लाग्यो। अनि त्यस पछाडि हामी चाहिँ घरतिर आयौँ। अनि आज चाहिँ हाम्रो घरमा चाहिँ शान्ति हुँदैछ क्या, घर शान्ति। हाम्रो दिदीको नाम पनि शान्ति हो। अनि घर शान्ति हुँदैछ, अनि त्यो भएर खानासाना पनि पकाउनु पर्ने थियो, अनि चारो पनि पकाउनु पर्ने है। त्यो भएर हामी चाहिँ रातै नपरिकन बारीबाट घरतिर आयौँ। अनि घर अब म आउँदाखेरि त्यही 5-6 महिनामा, कहिलेकाहीँ अब धेरै भयो भने त 1 वर्षमा आउने हो होइन। अनि त्यो हुँदाखेरि चाहिँ घर आइराख्दाखेरि छोराछोरीसँगै हुँदाखेरि चाहिँ घर शान्ति गरौँ भन्नुहुन्छ मम्मीहरू। अनि धामी बोलाइराख्नुहुन्छ, धामी चाहिँ बाजी हुनुहुन्छ, तल गाउँबाट आउनुभएको। अनि शान्ति गर्दाखेरि चाहिँ ढोले हुन्छ नि, ढोले यसपालि चाहिँ ढोले बिनै आउनु भएछ, एक्लै आउनु भएछ। अनि सकेसम्म छिटै सकेर छिटै सुत्ने भनेर। अब गाउँघरतिर चाहिँ कस्तो हुन्छ भने शान्ति भने चाहिँ अब रातभरि झुल्दै बस्नुपर्ने हुन्छ है। अनि मलाई याद छ कि पहिला बच्चाखेर घरमा शान्ति हुँदाखेरि यस्तो निन्द्रा लाग्थ्यो। म चाहिँ कोठामा गएर भोकलुक्क सुत्थेँ। अनि भरे बिचमा यो गर्नलाई बोलाउँदाखेरि पनि यस्तो रिस उठ्थ्यो है। अनि
आज चाहिँ छिटै सकाएर छिटै खाने छिटै सुत्ने भनेर छिटै गएर सुरु भएको थियो। अनि सबैको लागि मासु पकायौँ अनि मेरो लागि चाहिँ मैले अन्डाको सोल्डर बनाएँ। अनि हामी चाहिँ बाजेको कुरा मस्त सुनिरहेको थियौँ। आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको भन्ने त उखानै छ होइन। अनि त्यस पछाडि धामी बाजेले चाहिँ अब के गर्दै हुनुहुन्छ हामीलाई यो टोकेर खै के निकाल्ने हुन्छ नि है, अनि त्यो गरिराख्नु भएको छ। सबैकोतिर धामीले गर्ने शान्ति त एकै खालको त हुन्छ होला नि है, कि हुँदैन हो त्यो चाहिँ मलाई थाहा छैन है। अब तपाईँहरूकोतिर यस्तो गर्नुहुन्छ कि हुन्न कमेन्टतिर भन्नुहोला, हाजिर हुनुहोला। अनि खै यो बेला कति बजेको थियो मैले समय पनि बिर्सेँ। अब यो भिडियो खिच्ने बित्तिकै मिक्सिङ गरे भए त मलाई थाहा पनि हुन्थ्यो होला, तर निन्द्रा पनि लागिसकेको थियो, दिउँसो कामले एकदम गलाएको थियो नि त। अनि चाहिँ खड्को सार्ने भन्नुहुन्छ, अनि त्यो सके पछाडि चाहिँ बुवाले चाहिँ ढोलेको काम गर्दै हुनुहुन्थ्यो। धामी बाजे चाहिँ ढोले पनि आउनु भएको थियो नि त। अनि त्यस पछाडि सक्यो, शान्ति सक्यो। अनि बाजे उता के हो फाल्न जानुभएको छ। अनि यो चाहिँ पुङ भन्छ है, पुङ भन्छ। अनि यो खाँदाखेरि चाहिँ कान थुन्नुपर्छ सबैले। अनि यो चाहिँ के हुन्छ भने यसमा चाहिँ के हुन्छ भने अब जाडो हुन्छ, छ्याङ हुन्छ होइन। अनि त्यसमा चाहिँ अब धामी बाजेले के मिसाउनु भएको हुन्छ त्यो फुकेर अनि त्यस पछाडि त्यो चाहिँ पिउनुपर्छ। अनि बुनुलाई खाना दिए, कान्छो भाइले खाइसकेको थियो। कान्छो भाइ पनि सलेरीबाट थाकेर आएको थियो कि शुक्रबार गाडीमा। अनि त्यस पछाडि हामी चाहिँ खानातिर लाग्यौँ है। सबैजनाको लागि चाहिँ कुखुराको मासु थियो क्यार, म आफैले बिर्सेँ। अनि त्यस पछाडि मलाई पनि एकदम भोक लागिरहेको थियो, दिउँसो खाजा पनि कम खाएको थिएँ। अनि मजाले भात खाएँ है। यो भिडियो आज यति सकिन्छ, अर्को भिडियो फेरि आउँछ। बाई बाई।